ल सब्सक्राइबर साथी हो, आज हामी काम धन्दा केही पाइएन, गाडीको पनि काम कतै आएन। त्यसो हुँदाखेरि यहाँ के अरे अहिले कटर र आँप टिप्न जाम भन्ने परिवारहरूले भन्नुभयो। त्यसो हुँदाखेरि हिँड्दैछौँ हामी। भान्जा आउनु भएको बुटो लगाएर भान्जालाई मैले गाडी चलाउन दिएको छु। त्यसो हुँदाखेरि भान्जाले गाडी लिएर आउनु भएको। ल भान्जाले गाडी चलाउनु भएको। ल आजको काम धन्दा केही पनि पाइएन। त्यसो हुँदाखेरि आज कटर टिप्न जाम भनेर सबैलाई गाडीमा राखेर सट्ट हिँड्न लाग्यो। ल ल हाम्रो किसान भन्ने भाइ पनि आएछ, मेरो कान्छो अङ्कलको छोरो हो। ल हाम्री कमला भाउजू पनि आउनुभयो होइन। ल साथी हो, हामी अब आँप टिप्न भनेर हिँड्यौँ। ल अब यहाँ हामी सबै परिवार हिँडिया छौँ। अब आँप कटाएर बुटाएर सके छैन, त्यसको पनि हामीले भिडियो बनाएर तपाईँहरूलाई हाल्छौँ। भान्जाले चलाएछौँ। कटहरको तरकारी पनि मिठै हुन्छ है। यो फर्काउने कसरी मोबाइल लगाइ अब चाहिँ यहाँ बाटो हल्का हल्का अप्ठ्यारो छ, त्यही भएर मामालाई चलाउनु दिने। अब यो मैले फेरि स्कर्पियो चलाउनु बानी लगाइरहेको थियो, अलिक गाह्रो हुन्छ नि त, त्यही भएर मामालाई यहाँ चलाउनु दियो कि अलि अप्ठ्यारो रहेछ यहाँ। अब आज हामी आँप टिप्न जाँदैछौँ। अब के हुन्छ आँप छ छैन त्यहाँ गएर देखाउनेछौँ। ल आयो के बाटो त खतरा रहेछ। पानीले खोल्यो होला नि, गाडी फस्दै लिने। यतातिर त म भोको खतरा यहाँ। यो अहिले खनेको के हो र? यताहरू कहाँ गइन्छ? बाटो सानो सानो रहेछ। कुन यो ल अब यहाँ गाडीले नतानेर यहाँ फोर व्हिल लाउनु भरिया छ। अब के हुन्छ, फोर व्हिल लाएको फेरि जस्ता चढ्छ नि त, यो त्यही छ एउटा फाइदा। अब यहाँ हिँड्दै जाने हो। आरु पनि हो कि र आरु के हुन्छ अब। ल गाइज अहिले चाहिँ हामी खरबारी अन्त यतापट्टि आयो। अब यहाँ गाडी पार्क गरेर यहाँदेखि हिँड्दै जाने। अब सबै आछौँ। अब यो चाहिँ नि मिर्मीको क्याम्पस हो, यो यसको ढाबा स्कुल भन्छ यसलाई। अब यहाँदेखि हिँड्दै जाने। यहाँ गयो टाढा खाएर खै आमाले यहाँ अब के छ मलाई थाहा छैन नि त। आमाले यहाँ भन्छ ए यहाँ यो नि साँच्च म त धेरै चाहिँ हिँड्न पर्छ भनेको त आइबेर, त्यही त थाहै थिएन। कहाँ आउने यो एउटा छैन। कटहरमा रहेछ आज आएको त काम लाउनु जस्तो भएन नि। अनि यहाँ रहेछ तल घरमा। यो कटहर कसको र आमा? कटहर त रहेछ नि। डरै के छ? ल हाम्रो यहाँ किसान मामा चढ्दै हुनुहुन्छ आँप टिप्नु। कताको सजिलै चढ्नु है, यहीँ फाले हुन्छ क्या। ल छोप्ने के
बोरा जो हुन्न र मामा त्यसो नजान्न त नसक्ने छोड्यो कि हो यताको बुटो जाने नि यहाँको टिपिन्थ्यो अलिअलि ल गाइस फाइनली हामीले आँप टिपेर भ्याम अब हामी कटर टिप्न जाँदैछौँ सक्नुहुन्छ होला के बोक्न खै आमा देखाउनु त झोपा कस्ता छन् ए ल गाइस हजुरलाई खान मन लाग्यो अब अचार खाँदैछि कमेन्ट गर्नु होला पठाइदिन्छौँ ल यता नि छ ल चुल्हामा मितो प्लास्टिक लगाए अब हामीले उता कटर भ्या के आँप भ्याएर फेरि यता कटर टिप्दैछौँ ल दुईटा छ नि यमा त हाम्रो चन्नी फेरि किसान मामा यस्ता यस्तैमा एक्सपोर्ट सबै कुरामा एक्सपोर्ट हजुर किसानले आजै तरकारी खाने हो भने भन्नुभएको छ कि बौरा म छोप्छु न वा पाक्ने बेला त भए छैन होला हामी यहाँ एउटा टिप्ने अरू दर्शक अस्ति नै हामीले कति टिपी कसरी दिने मागो एकचोटि टिपेको कि हामीले कारको डिक्की भरि ल हामीले यहाँ गाडी यहाँ लोड गर्दैछौँ है कटर र आँप यो सबै माइजुल बोकेको कति केजी छ होला यो के झोपा ए ल कटर भाइ कटर साथी हो ल हेर्नुहोस् है यसको तरकारी मासुको ठुलाइ हो अरे यो यहाँ ल्याउँदै जम्मा गर्दै ल सब्सक्राइब साथीहरू अब आज गाडीको केही काम गर्न पाइएन काम नपाइँदाखेरि देखाउँदाखेरि आज सबैजना घर परिवारले कटर टिप्न जाम आँप टिप्न जाम भन्नुभयो त्यसपछि हामी कटर आँप टिप्न आइयो हाम्रो मामु अलि रिसाउनुहुन्छ घरिघरि यहाँ फायर भइरहनु आँखा यति मैले भन्दा ल अब ल गाइज अब हामी उहीँ घर गएर भेट्ने छौँ है त ल लाइक र सब्सक्राइब गरिदिनु होला अब अरू त के भनौँ र फेरि भेट्दा
कुरा गरौँला बाई